So guys, welcome back to my channel. I hope तपाईहरु सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। So guys, आज फेरि धेरै दिनपछि भ्लग लिएर आइरहेको छु। ट्याक्क लाएर हैन। यत्रो दिन फेरि पनि ग्याप भयो किनभने मेरो चाहिँ आजकल भिडियो बनाउन टाइम भएको छैन हैन। मेरो चाहिँ के भइरहेछ भने अहिले कलेज टाइम छ के कलेज खोलेर चाहिँ मैले भ्लग राम्रोसँग हाल्न पाएको छैन। त्यही भएर भ्लग ढिलो आइरहेछ। हिजो चाहिँ बनाउँछु भनेर हिँडेको थिएँ हैन। मोबाइल सहित ट्याक्क लाएर चार्ज गर्छु भनेर ट्याक्क राखिदियो। तर बत्ती नआइरहेको बत्ती आएन। मोबाइल पनि चार्ज गर्न पाएन। मोबाइलमा चार्ज पनि थिएन। म चाहिँ अलिकति लङ टुर जस्तै के त्यहाँ जानुपर्ने थियो। अनि त्यहाँ जाँदाखेरि चाहिँ एउटा भिडियो भ्लग बनाउनु पर्ला भने यस्तै भयो। भ्लग पनि बनाउनु पाएन है। त्यही भएर जस्ट आज चाहिँ मैले भ्लग लिएर आएको छु। ट्याक्क लाएर आज चाहिँ म जाँदैछु भन्ज्याङ। ट्याक्क लाएर भन्ज्याङ चाहिँ किन भन्दाखेरि भन्ज्याङ भन्दा पनि मेडिकल जानु लाग्यो। मेरो स्किनमा प्रब्लम आएको छ कि अहिले। त्यही भएर स्किनको लागि एउटा औषधि किन्नुपर्ने हुन्छ। के भन्नु त्यो औषधि किनेर चाहिँ नाम त थाहा छैन। मैले अघि हेरेको थियो हल्का बिर्सेछ स्पेलिङ। ट्याक्क लाएर त्यो औषधि हेरौँ। मलाई चाहिँ जसमा लाग्छ अहिले मेडिकल बन्द भयो कि जस्तो लागिरहेको छ कि। अहिले तपाईँको 5:30 भइसक्यो कि। 5:30 भएपछि चाहिँ आई थिङ्क बन्द हुन्छ जस्तो लागेको छ कि मेडिकल चाहिँ। अहिले चाहिँ खै हेरौँ अब गएर बन्द रहेछ भने चाहिँ यतिकै आउँछु। खुट्टालाई दुःख होइन। ट्याक्क लाएर आउनु चाहिँ म 5 मिनटमा चाहिँ त्यहाँ मेडिकल पुग्छु। त्यहाँबाट चाहिँ ट्याक्क लाएर औषधि माग्छु। के कारणले यस्तो भएको भनेर चाहिँ त्यो बुझ्नुपर्ने हुन्छ। अनि के युज गर्नुपर्ने हो त्यो युज गरौँ। त्यसपछि अब स्क्रिन गाइज त्यही हो। आफ्टर लङ टाइम पछि मोबाइल यस्तो टेस्ट आएको। लास्ट हात दुख्दो रहेछ है। हात चाहिँ लास्ट दुख्दो रहेछ। त्यो साथीहरू बानी थियो। हिजो अस्ति त मैले डेली भ्लग हाल्थेँ होइन। असारतिर त मैले धोबी हाने नि भ्लग त डेली हानेको थियो। त्यतिखेर यस्तो एनर्जी काम गरेर पनि होइन भ्लग बनाएर ऱ्याङ्क युट्युबमा पनि पेरिरहेको थियो। काम पनि पेरिरहेको थियो। अहिले त सक्दैन दिनै नसक्ने भइरहेको छ यहाँ। ट्याक्क लगाएर मुड चाहिन्छ होइन भ्लग बनाउनु पनि। अहिले यस्तो भइरहेछ मसँग त कस्तो अँध्यारो देखायो यार। फाइनली म चाहिँ मेडिकलमा आएँ। मेडिकल त्यही हो। ठक्क लाएर यस्तो भएर यहाँ मेडिकल ठ्याक्क यहीँ हो मेडिकल चाहिँ। हजुर अनि मुखमा चाहिँ अब यो चाहिँ के गर्ने रे? त्यसको मुखमा लगाइने त्यो दागाको मुख त्यो डन्डीको कहाँ आउँदा त्यहाँ लगाउने। त्यसको माथि लगाइने। यहाँ आइरहेको छ नि यता। हजुर यहाँ आएर त्यहाँ आउनु लाग्छ। त्यसमा माथि लगाइने। सो फाइनली गाइज जस्तो मैले चाहिँ औषधि किनेर ल्यायो। ट्याक्क लाएर औषधि चाहिँ के हो भन्दाखेरि मेरो फेसको औषधि हो। ट्याक्क यो यहाँभित्र छ सामानहरू औषधिहरू। त्यो देख्नु भएर नि तपाईँहरूले यो फेसमा यस्तो आइरहेको छ नि यसको लागि औषधि हो। के भयो एलर्जी जस्तै आउने कि होइन। जब बेलुका हुनु थाल्यो त्यतिखेर चाहिँ यस्तो आउने कि होइन। के भन्नु अब डन्डी फोड्ने त्यो एलर्जी हुँदाखेरि आउँछ नि त्यो हुन्छ नि त्यो डाबर त्यस्तो आउने कि। त्यही भएर जस्ट मैले चाहिँ औषधि युज गर्नु लाग्छु। मेरो 1 हप्ता जति भयो कि यसरी आएको। अनि मलाई डर लागिसक्यो फेस गयो भने फेरि तनाव हुन्छ। नि त्यही भएर आज मेडिकलमा आएको यसो बुझ्न। अनि उहाँले बुझाउनु भयो यस्तो भएर यस्तो प्रयोग गर भनेर। जस्ट अब डक्टरको कुरा त मान्नु पऱ्यो होइन साथीहरू।
अनि डाक्टरको कुरा मानेर चाहिँ अब मैले गर्नुपर्ने हुन्छ आफ्नो फेसलाई केयर। त्यही हो साथीहरू, ट्याक्क लगाएर अहिले चाहिँ बेलुकाको 6 बज्यो। एकछिन बस्यौँ, साथीहरूसँग गफ गऱ्यौँ अनि आयौँ। ट्याक्क लगाएर कस्तो अँध्यारो देख्दो रहेछ। सेल्फीबाट भ्लग बनाइरहेको थियो, सो त्यही भएर होला। मायाको सो गाइज गाडी आइरहेछ यार अगाडिबाट। कस्तो गाडी हो त्यो म चिन्दिनँ। म पनि अब त्यो देखाउन चाहन्न किनभने उनीहरूको गाडी छ यता। जहाँपट्टि गयो भने अहिले क्लियर आउँछ नि, त्यही भएर। ल गाइज अहिले चाहिँ म अब घर आइपुग्नुको लागि ठ्याक्क बढीमा 5 मिनटमा चाहिँ म घर पुगिहाल्छु। ट्याक्क लगाएर म चाहिँ आधा बाटो आइसकेको छ। अब चाहिँ दादाले त्यो आज ल्याएको औषधि मैले प्रयोग गर्नुपर्ने हुन्छ किनभने मेरो यहाँ फेस चाहिँ गाढ मसिसकेको छ। होइन म त्यस्तो साबुनहरू केही पनि प्रयोग गर्दिनँ, त्यही पनि मेरो फेसमा चाहिँ त्यस्तो प्रब्लम आइरहेछ नि, त्यही भएर ठ्याक्क लगाएर अब चाहिँ धेरै दिनपछि मैले चाहिँ यस्तो औषधि प्रयोग गरेको थिएन। अब चाहिँ प्रयोग गर्न लागेको छु। हेर्नु न यो यतापट्टि चाहिँ क्लियर आउँछ, यतापट्टि आउँदैन कि यता हिँड्नुपर्छ। सो त्यही नै हो, क्लियर आएन कि त्यही भएर के हो। झन् यता फोन्सबाट चाहिँ राम्रो आउँछ भनेर बनाएको, त्यही पनि यस्तो आइरहेछ भिडियो। तर केही छैन साथीहरू, ट्याक्क लगाएर दादाको अनुहार चाहिँ बिग्रेछ यार। त्यही भएर केयर गर्नुपर्छ आफ्नो अनुहार पनि भनेर चाहिँ मैले औषधि ट्याकटुक किनेर ल्याइसकेको छ। यति औषधि 500 रुपियाँ झम खुलित भयो। 500 रुपियाँ पनि कति महँगो यार औषधि पनि। हाम्रो मेडिकलमा त किन्नु पर्यो होइन साथीहरू। कस्तो कालो हेर, रिस उठिसक्यो यो मोबाइल। त्यो के हो न, आफ्नो मोबाइल राम्रो छैन साथीहरू। भ्लग जता पनि बनाउनुलाई होइन राम्रो आउँदैन। यस्तोबाट उल्टै देख्छ, यतैबाट बनाउनु पर्छ। ल गाइज अहिले चाहिँ म यस्तै हरियो जङ्गलतिर आइसकेको छ ट्याक्क लगाएर। मेरो घर आउने बाटो चाहिँ यही हो। अनि मेरो घर आउने बाटोमा चाहिँ एकदम यो ठाउँ चाहिँ तपाईँहरूले देख्नु भइरहेछ नि। यो ठाउँमा चाहिँ राति एकदम तर्साउँछ। त्यही पनि यहाँ चाहिँ पहिलाको माओवादीहरूको पालामा माओवादीहरूको युद्ध हुँदाखेरि माओवादी अनि यता त्यो अब हुन्छ नि त्यो सङ्कटकाल चलेको बेला चाहिँ युद्ध हुँदाखेरि चाहिँ यहाँ एकदम फाइट भएर चाहिँ कतिपय मानिसहरू यहीँतिर गाडेको भन्ने हामीले बजारहरूको पालामा सुन्न सक्छौँ। त्यही भूतहरू आउँछ यहाँतिर चाहिँ होइन। पहिलाको युद्धहरूमा मान्छेहरू मारेर यतैतिर गाडेर भन्थ्यो कि पहिलाको मान्छेहरू। त्यही भएर चाहिँ यहाँ चाहिँ एकदम डराउन पार्छ अरे राति 12-1 बजे। तर यही जङ्गलमा चाहिँ डराउन पार्छ अरे। तर के छैन, म चाहिँ अहिले एक्लै हिँडिरहेको छु। फेरि यहाँ चाहिँ यस्तो छ साथीहरू, यो जङ्गल यस्तो छ। अनि यहाँ तल चाहिँ च्यान डाँडा छ कि यहीँ नजिकै, यहाँ तल च्यान डाँडा छ। त्यही भएर चाहिँ यहाँ डराउन पार्छ कि च्यान डाँडा नि यहीँ नजिक। अनि त्यही भएर डराउन पार्छ भन्ने धेरै सुनिसक्यौँ र मलाई पनि एक दिन डराउन पारेछ यहाँ। तर के लियो, भूतले हो के लियो त्यो थाहा छैन। त्यही पनि केही छैन। यहीँ हो त्यो खोल्सामा छ नि, त्यो खोल्सामा त्यहाँ माथि डराउन पार्छ राति 12-1 बजे यहाँ हिँड्नु हुँदैन रे। त्यही हो साथीहरू। तर के छैन, डराउनु हुँदैन है। आज चाहिँ मैले साथीहरू फ्रन्ट क्यामेराबाट भ्लग बनाएको छु। तर यस्तो होइन, मेरो फेस चाहिँ फ्रन्ट्सबाट छुट्टै देख्छ, यतापट्टिबाट छुट्टै देख्छ यार। के भन्ने यस्तै छ होइन साथीहरू। अब मेरो घर आउन धेरै लागि छैन है, यस्तै छ मेरो घर जाने बाटो यस्तै छ साथीहरू है।
ट्याक्क लाएर अफरोडमा अफरोड, टप रोड आमै बबाल। तर यो सडक हो नि त साथीहरू, खास गरी यो सडक हो नि पहिरोले गर्दाखेरि चाहिँ बाटो बन्यो कि सानो मान्छे हिँड्ने बाटै, तर यो गाडी हिँड्ने बाटै बनाएको थियो पहिला। तर जस्ट अहिले चाहिँ पहिरोले गर्दाखेरि चाहिँ मान्छे हिँड्ने मात्र बाटो बनाइदिएको छ। बाइक चाहिँ हिँड्छ, बाइक त हिँड्छ, गाडी चाहिँ छिर्दैन फेरि। त्यही हो, बाइक हिँड्छ। अनि तपाईँहरूलाई बाइक पनि देखाउँछु है। ट्याक्करहरू बाइक चाहिँ हाम्रो यहाँ माथि ल्याएर रहेछ, तर दाइले चाहिँ यहाँ ल्याएर राख्दो रहेछ। तर मैले चाहिँ त्यहाँबाट सिधै घर लगिदिन्छ, किनभने म चाहिँ अलिकति राइडर छु नि त। तपाईँहरूलाई थाहा छ म कतिसम्म राइडर छु भनेर होइन। तपाईँहरूले साइकल चलाएकोबाटै थाहा भइसक्यो होला नि त म कस्तोसम्मको राइडर रहेछ भनेर। त्यही भएर ट्याक्करहरू म चाहिँ यस्तो भुताउने ठाउँमा चाहिँ म बाइक राख्दिनँ होइन। त्यही भएर म चाहिँ यहाँबाट ट्याक्क लगिदिनु अनि यस्तो छ बाटो घर जाने। यहाँबाट चाहिँ म लग्छु, पछाडि यस्तो छ। ल गाइज, अहिले चाहिँ म घर आइपुग्न लाग्यो। तर मैले तपाईँहरूलाई के नोटिस गरिरहेको छु भने मैले अघि नै भने, तर मेरो होइन मलाई टेन्सन भइरहेको छ साथीहरू, फेस बिग्रेर यार यस्तो भइरहेको छ कि। यो डन्डीफोर त आयो मलाई ठिक छ होइन, त्यो डन्डीफोर सँगसँगै एउटा निलो दाग आउँदो रहेछ कि मेरो। डन्डीफोर निचार्यो, त्यसपछि त्यहाँ कलर के निलो कलर जस्तो दाग बस्दो रहेछ कि। अनि त्यही भएर मैले चाहिँ आज ट्याक्क लगाएर मेडिकल गएर औषधि प्रयोग गरेँ। अब यसको नतिजा कस्तो आउँछ म तपाईँहरूलाई चाहिँ सुनाउँदै जानेछु, देखाउँदै जानेछु। भ्लग ल्यायो भने यस्तै छ साथीहरू मेरो भ्लग चाहिँ। आजकल अलि रमाइलो भएको छैन, रमाइलो गर्नुपर्छ। ल साथीहरू, घर आइपुग्न लाग्यो। अब घर आइपुग्न लागेपछि त अब भ्लग त गर्नु परिहाल्यो होइन। हाम्रो स्टोरेज क्यापेसिटीले जान्दैन, त्यही भएर चाहिँ भिडियो चाहिँ अब अन्तिम चरणमा आइसकेको छ। तपाईँहरूलाई कतिसम्म हेर्न मन छ हेर्नु, त्यसपछि लाइक गर्नु। ल यस्तो छ पहिरो गएर आमै ट्याँड्या सुगाएस। घाम चाहिँ ट्याक्क कस्तो हुँदैछ के ए देखेको घाम ल यार, म तपाईँहरूसँग होइन भ्लग बनाउँदै आएको होइन, तपाईँहरूसँग बोल्दै आएको, मतलब क्यामेरासँग बोल्दै आएको। क्यामेरा चाहिँ नफेरि बोल्नु, आफू एक्लै प्यातर बोल्दै आएको। घर आइपुगेछ यार, कति छिटो। ल गाइस, घर आइसक्यो। घर त्यहीँ हो, घर आइपुग्यो। ट्याक्क लगाएर काकेसहरू देखायो त यता चाहिँ। कस्तो मलाई अहिले गर्मी हुन थाल्यो साथीहरू। सो फाइनली गाई चाहिँ म चाहिँ घर आइसकेको छु। औषधि सकिँदैन। ए भाइ के छ? ए मेरो भाइ नि रहेछ कोठाभित्र। सो फाइनली औषधि चाहिँ किन ल्यायो, त्यही हो यो औषधि। अनि गर्नुभयो, त्यही साथीहरू। भिडियो कस्तो लाग्यो आफ्नो प्रतिक्रिया दिँदै गर्नु होला। अनि नेक्स्ट भिडियो चाहिँ दामी गर्नेछु, त्यही औषधि। बाई गाइज, अब नेक्स्ट भिडियो